पुरा गरिदिन्छु कि तर तँ मसँग आज एक रात बिताउनु पर्छ कहिले चाँदी त होइन के यो फेरि चाँदी चाँदी जस्तो देख्छ त छोडेको रहेछ है ये क्या है अरे यसलाई डर नलागेको मसँग यस्तोसँग डराउँछ जस्तो पो लाग्यो होला लिम्बूको छोरी पो त ओइ को तँ उज्याला जस्तो मान्छे म को हो तँलाई थाहा छैन अह म जिन हो जिन अच्छा जिन भनेको हो तँलाई थाहा छ के हो फेरि त्यो जिन भनेको चाहिँ गजब बेइज्जती तँलाई आजसम्म जिन भनेको थाहा छैन म त खालि त्यो खाने जिन मात्रै चिन्छु म जिन हो जिन मेरोमा भरपुर शक्ति छ म कैयौं वर्षदेखि एक कित्लीमा मेरो मालिकले मलाई कैद गरेर राखेको थियो म कति बाहिर निस्किन चाहन्थे कति भएको थियो भित्र कैद भएर बसेको तर आज तैले मलाई यहाँबाट आजाद गरिदिएको छस् त्यसकारण म एकदमै खुसी छु त्यही भएर मेरो आजदेखि अर्को मालिक तँ हो खत्म म तेरो तैले सोचेको तैले मागेको हरेक इच्छा पूरा गर्न सक्छु तर विशेष गरेर आज तेरोमा 3टा इच्छा मबाट माग्ने तेरोमा जल्दी बोल अधिकार छ लु माग मलाई त्यो 3टा इच्छा के हो तेरो म चुटकी बजाएर पूरा गरिदिन्छु तेरो आज ठीक है हो के हो जिन हेर्दाखेरि त 2-3 वर्ष खानै नदिएको जस्तै छस् त हेर्दा पनि करङै करङ हड्डी निस्किसकेको छस् त म त पत्या नै त्यो जिन हो भनेर पहिला तेरो 3टा इच्छा मलाई भनेर त देखा त्यहाँबाट म पूरा गर्नु सक्छु कि सक्दिनँ तैँले आफै थाहा पाइहाल्छस् नि तेरो खुद तेरो आँखाले देख्छस् साँच्ची नै साँच्ची नै भनेको मैले जिन कहिले पनि ढाँट्दैन त्यसो भने त मेरो 10-12 वटा इच्छा छ नि भनौँ सबै 10-12 वटा होइन खालि 3टा मात्रै हो 3टा भन सोचेर भन त्यसो भने एकछिन यो इच्छा पूरा गर्नुभन्दा अगाडि एउटा कन्डिसन छ यो चाहिँ के हो फेरि जिनको पनि कहिले कन्डिसन हुन्छ क्या हो किन हुँदैन जिनको कन्डिसन जिनको पनि त कतिवटा इच्छा हुन्छ